डर लाग्छ मलाई त नाना हामीसँग त्यो कस्तो चिच्याको नि हो त्यतिखेर त हैन त तल हाल्दाखेरि त जसले पनि डर लाग्छ कि जति नलाग्छ चुइङ गर्छ नि त चुइङ गर्दाखेरि आमा चिउ 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 नाना कत्रो लाइट रहेछ हामी त वात्तै उज्यालोमा पर्यौं त अब सबैले चिन्छ हामीलाई फेरि बिस्तारै बिस्तारै गर्नु है खुट्टा भाँच्यो भने के गर्नु आमा कत्रो लाइट आएको त यो त दाइ भलिन हुन्छ हामीलाई हजुर कलाकारको लागि जोरदार ताली र ओल्ड स्कुलका डान्स यसै गरी हाम्रो स्थानीय कलाकार सुरेश धिमाल पनि हामी माझमा आइसक्नु भएको छ र गाडी चढिसक्नु रोकिराख्नुपर्छ कि धेरै बेर लाग्दैन कति राम्रो बनाएको छ एकदम राम्रो बनाएको छ धेरै बेरै लाग्दैन कोही चर्के कि होटल ग्रान्ड हजुरहरु कि पूर्व बस स्ट्यान्ड चर्के पिङ खेल्ने भनेको फेरि होटल ग्रान्ड छ र त्यहाँबाट गाडी चढिसक्नु भएको छ आइसक्नु भएको छ भन्दा भन्दा छेउमै आइसक्नु भएको छ ए ल ल हस् हस् हुन्छ आइपुग्नु भइसक्यो है हजुर हैन म अब 1-2 महिना अलिक डान्स सिकेर नाच्छु नि है अहिले भर्खर 1 महिना त हुँदैछ 1 महिनामा खेल्ने ठाउँ देखाइदिनु मेरो त फेरि भिडियो सानसानो बच्चाहरु नि हेर्छ नि त तिनीहरूलाई के छ खेल्ने कुराहरु देखाइदिनु न हिँड म आउँछु सुन्दाको लागि भने बार्दिने भाउजू एउटा भोलि जमोस् भाउजू बार्नु है वाइनमा चाहिँ हान्नु न एक्सक्युज मी मुनि पुरै झर्नु पर्ने त्यो त अनि अति हुन्छ त मुनि पुरै झर्नु पर्छ ला स्कटिङ सरलाई स्कटिङ गरेर यत्रो भ्याइ गोवा हानेको साँच्चै हो हाम्रो सुरेश सरलाई यस्तो प्रोटेक्सनमा ओइट झन्डै लडे कस्तो राम्रो यो यसपालिको चाहिँ राम्रो है राम्रो देखेको हाम्रो त्यस पछाडी हामी टीका सानो अस्तिको पालि त पुरा अनि खेतमा थियो नि त्यसपछि हामी राष्ट्रिय गायिका मेलिना राईज्यूलाई हामी स्टेजमा प्रस्तुत गर्नेछौँ एकपल्ट उहाँको लागि हाम्रै गाउँको हाम्रो अर्गानिक हामीले ब्रान्डिङ गर्नुपर्छ हाम्रो आफ्नो ठाउँको कलाकारलाई प्रमोट गर्नुपर्छ है हो कि हैन थ्यांक यू फर दिस अपरेटर ज्यू
म मध्यपश्चिमकी चेली लोक तथा दोहोरी गायिका टिका सानुको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। गाउँठाउँमा यस्तो ठुलो महोत्सव ठुलो भव्य कार्यक्रम गरेर तपाईँ हाम्रो भेट गराउने उर्लाबारी उद्योग वाणिज्य सङ्घका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अध्यक्ष आदरणीय तारामान सिरिङज्यू, त्यसै गरी महोत्सव संयोजक आदरणीय भरत भट्टराईज्यू, त्यसै गरी मलाई यो महोत्सवमा आउनको लागि एउटा भूमिका त चाहियो नि त, डकुमेन्टको लागि भोलि बेलुका 4 बजेसम्म पुराउनु पर्छ कबड्डीको लागि। यहाँहरू सबैजनालाई हार्दिक भोलि 4 बजेसम्म गर्ने क्यान्सल हो। म हजुरहरूलाई एउटा कुरा सोध्छु, मलाई कति चिन्नुहुन्थ्यो जन्म दर्ताहरू अनि त्यसपछि यति सानो बाबुले पनि चिन्नुहुन्थ्यो? साँच्चै हो? साथीलाई भने ग्रुपमा जस्तो लाग्यो मलाई, होइन? ल त्यसो भए मैले गाएका केही गीतहरू सुन्नु पर्ने। म ताज दोहोरी गाउने हो केटो पाए पिराती लाउने हो, हुक्का तानेर नबसा बुढा दिक्क मानेर, हुक्का तानेर नबसा बुढा दिक्क मानेर। यहाँहरू सबैजनालाई धन्यवाद छ। दोहोरीलाई धेरै माया गर्नुहोला। वास्तवमै हामी जति आधुनिक भए पनि जति जुन कुरो लाग्ने जोवन गाको पत्तो पाइन मायालुको साथै हो चाहिन्छ। घाँसै काटो मखै परे छक्कै परे तिमीलाई हेरी बाँच्यो भने यसै गरी भेट भइजाला फेरि, हो कि होइन त? यो जाने तिमीलाई उपहार भने सँगै जीवनले पाउला हावा चाहियो तिमी नाच्दै जिरे अफैजाउँछ मुरली तिमी नाच्छ तिमी हावा चाहियो तिमी नाच्दै जिरे अफैजाउँछ मुरली तिमी नाच्छ तिमी नाच्छ लहरी नाच्छ हावा चाहियो तिमी नाच्दै जिरे अफैजाउँछ मुरली तिमी नाच्छ हावा लाहुरे पल्टन कश्मीरमा गाई फैराउँछन् घरैमा हिँड्न नआउ रातिमा, हिँड्न नआउ रातिमा तातो गोली खाउला छातीमा। बाको बन्दक लुकाइदिनु सानो तिमीले सुटुका लोक्ने कुकुर बाँधिदिनु आउँछौ मात्र बिस्तारै जुनै रात जुनै थाहा पाउन छिमेकी छोर भनेर हेता चाल पाउन हिमालय पिटो डर मानेर कस्दैन भाग्दै दुलो कस्दैन हातै समय कानुला तेरा तिमीलाई हातै समय कानुला तेरा
अन्त ल फेरि पनि म अर्को ट्र्याकमा गइहाल्छु ल छिटो छिटो सक्नुपर्ने हुन्छ टाइम हामीसँग छैन नि दाँतै कालो छ हजुर दाजुको बिहे भइसक्यो दिदीको मगनी भइसक्यो कुटुमा कुटु सुपारी दाना कुटु कुटुमा कुटु
हो जिम्मा